आज यो उद्घाटन सत्रमा बन्द सत्रको यो सुरुवातमा यहाँहरूलाई केही कुरा मात्र बताउन चाहन्छु। पार्टीको महाधिवेशनको प्रतिनिधि हुनु भनेको कसैले सदस्य बनाइदिएका भरमा उसैलाई भोट हाल्ने लालमोहर वा औँठा छाप लगाएर आफ्नो इमान बन्दगी राखेर आउनु चाहिँ होइन। तपाईलाई सदस्य बनाउन या तपाईलाई यस हलभित्र ल्याउनको निमित्त कसैले गलत तरिका अवलम्बन गरेको छ र त्यतिका लागि तपाईँ आफूलाई यो हलसम्म ल्याइदिने मानिसप्रति उत्तरदायी हुनुपर्छ भने तपाईँ गलत बाटोमा हुनुहुन्छ। तपाईँ यो देशप्रति उत्तरदायी हुनुपर्दछ, सिङ्गो पार्टीप्रति उत्तरदायी हुनुपर्दछ। हामी त्यही कुराको विद्रोह गरेर यहाँ आएका हौँ। फेरि त्यसैलाई रोक्ने काम हामीले गर्यौँ भने कुनै न कुनै मोडमा यो दुर्घटनामा जान्छ। दुर्घटनाले हामीलाई कहाँ ल्यायो यहाँले देख्नु भएको छँदैछ। त्यसैले यो अवसरलाई दुर्घटनाबाट जोगाउने जिम्मा म तपाईँको विवेकलाई छोड्न चाहन्छु। किनकि मलाई थाहा छ जसले जिते पनि घन्टीबाग साथीले जित्नुहुन्छ, जो जित्नुहुन्छ त्यो मेरो परिवारको सदस्य हो, मलाई यसमा विश्वास छ। कुनै मित्रले तपाईँलाई यो हलसम्म ल्याइ पुर्यायो, महाधिवेशन प्रतिनिधि बनायो, उहाँलाई धन्यवाद दिनु होला। गलत रहेछ भने धन्यवादले चित्त बुझाउनु भन्नु होला। भोट चाहिँ सक्षम साथीलाई दिनु होला है, म यसलाई र उसलाई भन्दिनँ। पार्टीको स्थापना कालदेखि हामी लागेका हौँ, त्यस कारणले हाम्रो पो अधिकार हो त भन्ने पनि लागेको हुन सक्दछ कतिपय नयाँ आएका साथीहरूलाई। पुराना साथीहरू मात्र कहाँ पर्याप्त छन् र हामी पनि आफ्नो सक्षम घर, आफ्नो सक्षम पुरानो पार्टी, आफ्नो त्यत्रो सङ्गठन छोडेर आश र भरोसा गरेर आएका छौँ। हामी पो अगाडि बढ्नुपर्छ भन्ने लाग्दछ। र म सबैलाई एउटै कुरा भन्न चाहन्छु, मलाई तपाईँको विवेकमा शङ्का लागेको होइन। म तपाईँको विवेकप्रति कहीँ कतै पनि शङ्का गर्न यहाँ उपस्थित भएको होइन साथी हो। तर कहीँ कतै गलत परम्परा र गलत प्रवृत्तिको एउटा सानो बिउ पनि रोपिन्छ कि भनेर म अलिकति चिन्तित छु साथी हो। गलत पात्र र प्रवृत्तिको एउटा बिउ पनि नरोपियोस् यो महाधिवेशनमा, म तपाईँहरूलाई बिन्ती गर्न चाहन्छु। यसलाई नदिने, सांसदलाई दिने कि नदिने, मन्त्रीहरूलाई दिने कि नदिने, पुराना भइसकेकालाई दिने कि नदिने, नयाँ आएकालाई दिने कि नदिने, यी व्यापक चर्चा र केही नामहरू समेत उल्लेख भएको हो कि भन्ने केही सूचनाहरू मैले प्राप्त गरेको छु। म तपाईँलाई निर्धक्कका साथ भन्न चाहन्छु, कुनै पनि औपचारिक निर्णय सांसदलाई नदिने वा मन्त्रीलाई नदिने दिने यस्तो कुनै औपचारिक निर्णय पार्टीले गरेको छैन। त्यो कुनै भ्रम र गुटबन्दीमा तपाईँहरू नलाग्नु होला। उठेका मान्छेलाई ती सांसद हुन्, मन्त्री हुन्, पार्टीको स्थापना कालदेखि लागेका हुन् या अस्ति भर्खरै राष्ट्रसभामा जोडिएका हुन्, कसलाई भोट दिने जिम्मा तपाईँको। तर यसलाई भोट दिनु र उसलाई भोट नदिनु भनेर उर्दी जारी गर्ने मान्छे राष्ट्रसभा होइन। हामीले नागरिकलाई के भन्यौँ, यसपटक तपाईँले विवेक प्रयोग गर्नु होला है, विवेक प्रयोग गरी मतदान गर्नु होला भन्यौँ। देशका 52 लाख भन्दा बढी नागरिकले विवेक प्रयोग गरे र रासोपालाई आज देशको सबैभन्दा शक्तिशाली राजनीतिक दलका रूपमा खडा गरेका छन्। अब त्यही विवेक हामीले पनि प्रयोग गर्नुपर्ने त साथी हो। त्यसकारणले म यहाँहरूलाई यति अनुरोध गर्न चाहन्छु, तपाईँले प्रतिनिधिका रूपमा भनेर पार्टीले तोकेको 5000 को तोकेको छ क्यारे, त्यो 5000लाई ऐच्छिक बनाउन चाहन्छु। तिर्न नचाहने साथीहरूले नतिर्दा पनि फरक पर्दैन, यसको व्यवस्था पार्टीले गर्नेछ। तर तपाईँहरूलाई आर्थिक भार नपरोस् भनेर यो 5000लाई ऐच्छिक दिन चाहनेले दिने, दिइसकेकोले चाहेमा फिर्ता पाउने व्यवस्था गर्नको निमित्त म पार्टीको सम्बन्धित जिम्मेवार निकायलाई निर्देशन पनि गर्न चाहन्छु। त्यसैले स्वस्थ प्रतिस्पर्धा गर्ने जिम्मेवारी म यहाँलाई दिन चाहन्छु। नाम टिप्दै गुट बनाउने या अस्वस्थ ढङ्गले भोट माग्ने त्यस्तो क्रियाकलाप नगरिदिनु होला। हामीलाई भोट हाल्ने हाम्रा 52 लाख जनताले हेरेर बसिरहेका छन्। तिनका लागि भए पनि कुनै गुट नहोस्, कुनै उपगुट नहोस्, कुनै प्यानल नबनोस्, नाम भित्रभित्र पठाउने काम नहोस्, नामको सन्देश फोनमा नजाओस्। एक रासोपा, एक ढिका रासोपा, कुनै गुट होइन, कुनै उपगुट होइन, मात्र रासोपा, मात्र घन्टीबाग भनेर जसले जिते पनि हामी गर्वका साथ अगाडि बढ्नेछौँ र सिङ्गो संसारलाई भन्नेछौँ, हेर बिना विवाद स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरेर रासोपाले इतिहास रच्यो। पहिलो महाधिवेशन हुनै इतिहास होइन, पहिलो महाधिवेशन स्वस्थ स्वच्छ तरिकाले सम्पन्न हुनु र सबैप्रति सद्भाव राख्दै सबैलाई सम्मानका साथ अगाडि बढेर सम्पन्न गर्नु, त्यो चाहिँ इतिहास हो। त्यसकारणले इतिहास रच्ने यो अवसरलाई यहाँहरूले गुमाउनु हुने छैन भन्ने कुरामा मैले विश्वास लिएको छु। कस्तो लाग्यो दर्शक वृन्दहरू, रविले दिएको आज महाअधिवेशनमा प्रशिक्षण आफ्नो सांसद, आफ्नो कार्यकर्ता, आफ्नो सदस्यहरूलाई मन पऱ्यो भने लाइक गरिदिनुहोस् त।